हेलो गाइज वेलकम ब्याक टु माई न्यू मिनी भ्लग र आज चाहिँ मैले स्विजरल्यान्डमा आएर फर्स्ट टाइम यतिको ट्राफिक जाम देख्यो। आज धेरै नै जाम भइरहेको रहेछ, मेबी अफिसको छुट्टी हुने टाइम भएर होला। यहाँनिर चाहिँ के हुँदो रहेछ हौ, फोटोज यहाँनिर चाहिँ फोटोहरू खिच्नु मिल्ने रहेछ। मेरो यहाँनिर एकजना टिबेटन साथी छ, उसलाई भेट्नुको लागि म जाँदैछु उसको टेकअवे रेस्टुरेन्टमा। यता चाहिँ हामीलाई एउटा रेस्टुरेन्ट खोल्नु पर्यो भने लाइसेन्स चाहिन्छ है, रेस्टुरेन्टको लाइसेन्स। हामीले जताभावी त्यतै रेस्टुरेन्ट खोल्छु भनेर खोल्नु मिल्दैन। र टेकअवे चाहिँ एउटा सानो रेस्टुरेन्ट जस्तै हो, तर त्यसमा चाहिँ अब त्यस्तो लाइसेन्स पर्दैन, तर पनि इक्जामहरू बसेको हुनुपर्छ। र टेकअवेमा चाहिँ रेस्टुरेन्टमा जस्तै धेरैवटा सिट पाउँदैन, 6वटा सिट पाउँछ। त्यहाँनिर चाहिँ प्रायः मान्छेहरूले अर्डर गर्छ अन्त टेकअवे गर्छ। र आज म चाहिँ मेरो साथीको सानो टेकअवे छ त्यहाँनिर आइपुगेको छु। सो गाइस दादोङ चाहिँ पुरा थाकेछ है, मेरो साथी चाहिँ पुरा थाकेछ काम गरेर गरेर, अन्त एकछिन बाहिर 5 मिनट रेस्ट गर्ने अरे ऊ आउँदैछ। यो उसको रेस्टुरेन्ट आउँदैछ, अब हामी यहाँनिर बस्ने, एकछिन रिल्याक्स गर्ने। गाइस यस्तो साथी कहाँ पाउँछ दादोङले, मैले मसाज गरिदिँदैछु उसलाई, थाक्यो अरे के। दादोङको चाहिँ यस्तो साथी कहिले पनि भेट्दैन के। ओ मसाज गरिदिँदैछु म। आयो अच्छा लाग्दा है, अच्छा फिल हो रहा है। यो मेरो साथीको नाम चाहिँ दादोङ हो, अनि उसलाई चाहिँ मैले 2-3 महिना अगाडि भेटेको। दादोङ चाहिँ स्विजरल्यान्डमा लगभग 20 इयर्स भइसक्यो, अनि सी इज अ मदर अफ 2 किड्स। 1 घंटा हो गया तो 1 घंटा, हाँ। 1 आवर का 20 फ्रैंक। हाँ, कोही बेला मलाई अल्छी लाग्दा र फ्री हुँदा चाहिँ म दादोङकोमा टुप्लुक्क आइपुग्छु। यो साथीले मलाई उसकोमा भेट्न आएको, यी मलाई काम मराइहाल्यो। बिग रोसमा गएर मैले साग ल्याइदिन अरे उसलाई। ऐसा दोस्त मिलेगा क्या? मिलेगा। जो मसाज करता है, जो मसाज करता है और तुम्हारे लिए सामान भी खरीदने जाना है। सो गाइस म मिग्रोस गएर उसको लागि सामान लिएर आउने, अन्त उसको टेकअवे म भित्र रेस्टुरेन्ट देखाउने है। दादोङ चाहिँ उसको टेकअवे रेस्टुरेन्टमा एक्लै हुन्छ र चाहिँ उसको सामान तुरेर चाहिँ म उसको लागि सामान किन्नु आएँ। उसकोमा चाहिँ यो साग तुरेछ र म यो साग किनेर फेरि जाँदैछु उसको रेस्टुरेन्टको तर्फ। म पनि एकछिन दादोङलाई हेल्प गर्नु पर्यो भनेर रेडी भएँ, अनि त्यति नै बेला उसको 2टा बबल टीको अर्डर आयो र म बबल टी बनाउनु हेल्प गरेँ। हुन त मलाई बबल टी बनाउनु आउँदैन, तर पनि ऊ बिजी थियो र उसले मलाई यो हाल त्यो हाल भनेर चाहिँ उसले मलाई बताउँदै थियो, र त्यही अनुसारले मैले बबल टी प्रिपेयर गर्दैछु। I made bubble tea. I helped Dadong. स्विजरल्यान्डमा मात्रै नभएर सबै जग्गा यो बबल टी चाहिँ यङहरूले एकदमै धेरै मन पराउँदो रहेछ है। त्यसपछि बबल टी बनाइसकेर मैले उसलाई सब्जीहरू काट्नु सघाएँ, अन्त म एकछिनबाट म तपाईँहरूलाई उसको टेकअवेको सानो टुर गराउने छु। Any more, you know? Yes. Yes. Yeah. Because now I think even ghosts are busy playing mobile phone. Yes. What do you say?
र फेरि दाडोङको बबल टीको अर्डर आयो र उसले फेरि स्ट्रबेरी फ्लेभरमा चाहिँ बबल टी बनाउँदैछ है। मैले चाहिँ अघि ब्राउन सुगर बनाएको, अहिले उसले चाहिँ स्ट्रबेरी फ्लेभरमा बनाउँदैछ। अन्त यो बबल टी बनाउनुको लागि चाहिँ धेरैवटा मसिन पनि चाहिँदो रहेछ, अन्त टाइम पनि धेरै लाग्दो रहेछ। उसको टेकअवेमा चाहिँ यो बबल टीको दाम छ 7 फ्र्याङ्क 50 पैसा, झन्डै झन्डै 850 भनौँ न इन्डियाको। Bubble tea menu or like this. How to see? This is menu or how to see? Yeah, types of bubble tea. Yeah, types of bubble tea. Yeah. Well, strawberry syrup and boba also strawberry, but it's wrong. Okay. Later the people like mix. र उसको चाहिँ ज्यादा जस्तो अर्डर चाहिँ यसरी उबर इट्स र जस्ट इट्समा आउँछ है। अन्त मान्छेहरूले अर्डर गर्छ, रेस्टुरेन्टमा आउँछ, लगेर जान्छ। सो गाइस, हो दादोङ एक्लै काम गर्छ नि त, अन्त म चाहिँ उटी चाहिँ थियो चाहिँ मैले मलाई हेल्प गरेँ एकछिन हो। अन्तखेरि सो गाइस अब म क्विक दादोङको रेस्टुरेन्टको टुर गराउँछु है। यतातिर चाहिँ टेकअवे भनेपछि चाहिँ 6वटा भन्दा धेर चेयर राख्नै पाउँदैन है। यदि अब टाइममा यहाँनिर चेकिङहरू गर्नु आउँछ, यदि 6वटा भन्दा धेर चेयरहरू राखेको छ भने चाहिँ अब उयो हुन्छ, फाइन लाग्छ। अन्त यहाँनिर उसले यति मजाले सजाएको छ। अन्त यहाँनिर बबल टीको मेन्यूहरू सबै यहाँ माथि छ। बबल टीको मेन्यू मात्रै नभएर खानाको मेन्यूहरू सबै माथि डिस्प्लेमा राखेको हुन्छ है। अन्त यसरी यहाँनिर चाहिँ फेरि एकदमै साफसफाइ चाहिँ एकदमै मेन्टेन गरेर राख्नुपर्छ, किनभने यहाँनिर चाहिँ अचानक कन्ट्रोलरहरू आउँछ क्या। अचानक उनीहरूलाई हामीलाई इन्फर्म नगरी आउँछ, चेक गर्छ। यदि खानेकुरामा पनि डेटहरू नराखी हालेको छ भने चाहिँ फाइन लाग्छ। गाइस, यो चाहिँ मेरो फेभरेट प्लेस हो दादोङको उयसमा चाहिँ, रेस्टुरेन्टमा चाहिँ यो मेरो फेभरेट प्लेस हो। आई लाइक दिस प्लेस किनभने यहाँ माछा छ र यो चाहिँ हो उसको खाली स्पेस छ यहाँ चाहिँ, तर उसले पर्दा लगाएर स्टोर रुम बनाएको छ। यता टोइलेट छ है। अन्त यहाँनिर मैले तपाईँहरूलाई पहिल्यै भनिहालेँ, यहाँनिर चाहिँ हरेक काम गर्दाखेरि यहाँको रुल्स एन्ड रेगुलेसनलाई चाहिँ एकदमै फलो गर्नुपर्छ है। अन्त मलाई त अब साथीहरूलाई हेल्प गर्नु मजा लाग्छ, उसलाई हेल्प गरेँ आजको दिनमा। त्यसपछि चाहिँ हामी एकछिन रेस्ट गऱ्यो है, चिया पियो, दुईजना लामो गफ गऱ्यो। खै कुनि किन होला उसँग चाहिँ अब राम्रो भाइब्स मिल्छ क्या मेरो। अन्त चाहिँ म प्रायः उसकोमा आउँछु। बाई Bye. बाई इन माई भिडियो। Yeah. Bye bye. So bye bye. Thank you for watching.